संसद पो वैधानिक थलो होला त संसद छलफल गर्नु पर्यो संसद भित्रबाट हुनु पर्यो नि संसदलाई हाइज्याक गरेर संसद चल्नै पाएको छैन संसदका समितिहरू चाहिँ ले काम गर्नै पाएका छैनन् त्यहाँ चाहिँ राज्यका यी विभिन्न अंग निकायका रिपोर्टहरुमाथि छलफलै भएको छैनन् ती निकायले बतौलान् नि संविधानमा कहाँ के कमी कमजोरी छन् संशोधन गर्नुपर्ने ठाउँहरू कहाँ छन् तिनले बतौलान् नि त जसले अभ्यास गरेका छ उनले बताउने होला नि त्यो चाहिँ कोही चाहिँ नेतालाई सत्तामा जानको लागि चाहिँ राति 12 बजे गर्ने हो हिजोसम्म केही पनि छैन आज राति 12 बजेर यति मिनेट जाँदाखेरि अब संविधान संशोधनको विषय आउने यसरी अचानक आउने हुन्छ यो त बडो जोखिमपूर्ण कुरा हो नि भोलि यसै गरी चाहिँ कुनै भू राजनीतिक शक्तिको उक्साहटमा यिनीहरूले गर्लान् हैन संविधानमाथि दोषारोपण भयो नि संविधानमाथि अविश्वास भयो नि संविधानमा कमजोरी रहेछ र पो देशले चाहिँ केही दिन सके राज्यले केही दिन सकेका रहन्छ भन्ने भाष्य पो सिर्जना गरियो जबकि यो त पात्रहरू खराब थिए पात्रहरूले दिन नसक्या हो संविधानले भन्दा पनि पात्रले दिन नसक्या हो यो मुलुकलाई पात्रले बिगार्या हो भन्ने कुराको बहस थियो भ्रष्टाचारले बिगार्या हो भन्ने बहस थियो कुशासनले बिगार्या हो भन्ने बहस थियो अब त्यो बहसलाई अब फेरि कता लगिनेछ भने संविधानको चाहिँ त्रुटिको कारणले यसो भइराछ हामी त ठीक थियो संविधान खराब हो भन्ने भाष्य बनाइयो नि जबकि संविधानलाई यसरी अट्याक गर्न पाइदैन नि संविधान त शपथ खाएको दस्तावेज हो नि